Hello everyone, welcome to my channel. आज चाहिँ नि हाम्रो स्कुलमा चाहिँ एकदम स्पेशल दिन छ हैन। अब स्पेशल चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईहरुलाई गएर देखाउँछु। आज चाहिँ हाम्रो स्कुलमा चाहिँ एकदम स्पेशल है। स्कुलमा कहिले पनि यो यस्तो कुरा चाहिँ भएको थिएन। दिस इज आवर फर्स्ट टाइम हैन। अब स्कुलमा चाहिँ यस्तो कुरा हुँदैछ। सो तपाईहरुलाई देखाउँछु के हो त्यो कुरा भनेर हैन। अन्त अहिले चाहिँ म चाहिँ यहाँ ब्रेकफास्ट खाँदैछु। ब्रेकफास्टमा चाहिँ मैले ओट्स बनाएँ हैन, एकदम कम्ती, किनभने मलाई चाहिँ बिहान बिहानै खानु चाहिँ यस्तो साह्रो पर्छ कि अब के भन्नु र तपाईहरुलाई हो। बिहान बिहानै चाहिँ मेरो घाँटीबाट निल्नु मलाई साह्रो पर्छ हैन। अनि यहाँ चाहिँ छ टी चाहिँ मैले ब्ल्याक टी बनाएँ किनभने ओट्स पनि दुधमा छ। दुध कसरी खानु भनेर चाहिँ मैले चाहिँ यहाँ ओट्स बनाएको छु एकदम कम्ती हैन। यो चाहिँ जस्ट अब उक्काला हाम्रो रोडदेखि चाहिँ उक्काला पुरा चढ्नुपर्छ कि, अनि त्यतिखेर चाहिँ पुरा थाक्छ हैन। त्यतिखेर चाहिँ अब एनर्जी चाहियो भनेर मात्रै मैले चाहिँ यो ओट्स चाहिँ खाएको। अब यो खाजाहरू खाएर चाहिँ रेडी भएर जान्छु। बिहान चाहिँ नि स्कुल ड्युटी टाइममा त्यति बेसी म चाहिँ नि रसमा हुन्छु हैन, के भन्नु तपाईलाई। यहाँ हेर्नु ल, ओछ्यान पनि मिलाएको छैन मैले। रुम चाहिँ मैले मिलाएकै छुइनँ हो, भराएर मात्रै मिलाउँछु कि, किनभने चाहिँ बिहान ड्युटी टाइममा चाहिँ टाइमै मिल्दैन हैन। अब भराएर पनि सुत्नै पर्ने हो भनेर चाहिँ आज यतिकै राखिदिएको। सो दिस इज माई आउटफिट टुडेको हैन। किनभने चाहिँ हाम्रो स्कुलमा चाहिँ मैले भने त एउटा स्पेसल कुछ बनाउँदैछ, त्यही भएर भरे स्कुलमा भेटौँ ल। जियाना भेट्यो हैन, यस्तो गरम भयो आमाम। ल यिनीहरू चाहिँ मेरो ब्याग बोक्न आएको है। गुड मर्निङ। यहाँ पनि दसैँको लुगा लगाएर आएको छ हो। सल्लाह सेरिनालाई के राम्री देखेछ हौ? किन भाइ त्यसो नभन्दा केटीहरूलाई हौ, राम्री भन्न हौ। जहिले नराम्रो भन्छ नि यसले, जहिले यसले जस्तै भन्छ यिनीहरूलाई। सेरिनालाई चाहिँ जिस्काइबस्छ कि, एउटै क्लास हो नि त, एउटा क्लास होइन सिनियर हो एक। पाल्देन आइसला, पाल्देनलाई के सर राम्रो देख्यो। फाइनली हामी चाहिँ स्कुल आइपुग्यो। कस्तो गरम भयो। यङजम के खाँदैछ बिहान बिहानै? फाइनली स्कुल आइपुग्यो नि हामी। यस्तो गरम, बाप्रे मरे गरमले। यहाँ त राम्री भएर आउँछ नसोच्दा पनि हुन्छ, यस्तो गरम भइहाल्छ। पुरा गरम। के गरेको छ अरे तिमीले? झोला लिएर आएको छ अरे। किन? अनि किन चाहिँ ल्याउनु झोला चाहिँ? पैसा थाप्नु अरे। आज दसैँको पैसा पुरा पाउँछ सोचिरहेको छु यिनीहरूले। होइन झोलामा चाहिँ किन पैसा हाल्छ? गोजीमा आँटिहाल्छ त अन्त। निङपोको चाहिँ बेसी भएको छ है पैसा। त्यसले स्टोर गर उयो मतलब कन्तुरमा हालेर राख्दाखेरि कि क्या बेसी भएको छ। तेरो ब्याङ्क पनि छ? आइसलाया, उसको ब्याङ्क पनि रहेछ। कुन चाहिँ ब्याङ्कमा छ? भनेपछि जीवु त धनी रहेछ है। साथी हुनु छोड्नु हुँदैन रहेछ जिग्देल, नछोड है। वाउ, हेलिकप्टर हेलिकप्टर। देखिरहेको छ। मुनिबाट चाहिँ के लाउनु भएको छ पो? यो नेपालीकै उयो हो नि। आज चाहिँ हाम्रो स्कुलमा म्यामले भन्नुहुन्छ नि त आज चौबन्दी, यो चाहिँ हरियोपत्ते, यो चाहिँ यो टिका, यति नै छ। थ्याङ्क यू फर कम्प्लिमेन्ट। सेतो टिका त जुठो पर्दा पनि आउनु। कस्तो मिठो बनायो हौ, खानु पो मन पर्यो।
नानीहरूलाई। ल अब चाहिँ हामी पनि खाएको यहाँ चाहिँ मेरो दामी हुन्छ वाउ